चाहे सुक्ने थाइरोइड होस् चाहे मोटाउने थाइरोइड यो खानुहोस् है 15 दिनदेखि तपाईँको रिजल्ट देख्न थाल्छ 2 महिनामा त तपाईँको थाइरोइड चट्टै जान्छ है। के यसरी थाइरोइड सन्चो हुन्छ त? योभन्दा पहिले हामी थाइरोइडको बारेमा केही बुझौँ। थाइरोइड एक हर्मोनल डिसअर्डर भएको रोग हो। थाइरोइड ग्ल्यान्डले T3 र T4 नामको दुईवटा हर्मोनहरू पैदा गर्छ जसको डिसब्यालेन्सले थाइरोइड रोग हुने हो। थाइरोइड दुई किसिमको हुन्छ, एउटा हाइपोथाइरोइडिज्म, यसमा तौल बढ्ने, थकान महसुस हुने र कपाल झर्ने लक्षणहरू देखा पर्छन्। त्यस्तै अर्को हो हाइपरथाइरोइडिज्म, यसमा तौल घट्ने, मुटुको गति बढ्ने र तनाव हुने लक्षणहरू देखा पर्छन्। कालो मरिच, सुक्खा अदुवा र महको मिश्रण खाँदैमा कुनै पनि किसिमको थाइरोइड सन्चो हुँदैन। यसले शरीरमा केवल पाचन तन्त्रमा सुधार ल्याउने, शरीरको सुजन कम गर्ने र शक्ति प्रदान गर्ने काम मात्र गर्दछन्।